सबैजनालाई नमस्कार भन्न चाहे है। सबैजनालाई नमस्कार भन्न चाहे। मैले हजुरहरूलाई आज जर्मनीको बारेमा इन्फर्मेसन दिन गइरहेको छु मेरो युट्युब च्यानल मार्फत भन्न चाहे। यदि हजुरहरूले मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला। यदि हजुरहरू अलरेडी सब्सक्राइबर हुनुहुन्छ भने लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला भन्न चाहे है। के हजुरहरू जर्मनमा आउँदै हुनुहुन्छ, जस्तै अरू कन्ट्रीमा सेन्जन कन्ट्रीमा आइसकेर जर्मनतिर आउने प्लानिङ गर्दै हुनुहुन्छ भने जानेर बुझेर मात्रै जर्मन आउनु होला, नत्र तपाईहरू बिचलीमा पर्न सक्नुहुन्छ भन्न चाहे है। यदि हजुरहरूसँग सेन्जन कन्ट्रीको टिआरसी छ भने तपाईहरूले इम्प्लिमेन्ट कन्ट्याक्ट झिकेर जर्मन आउन सक्नुहुन्छ। त्यो गरेर आउनुभयो भने तपाईँ जर्मनको भिसा पनि लाग्न सक्ने सम्भावना धेरै भएको हुन्छ। जस्तै तपाईहरू कुनै सेन्जन कन्ट्रीमा अलरेडी आइसक्नु भएको छ, त्यहाँ आएर टिआरसी बनाइसक्नु भएको छ, कुनै त्यस्तो भरपर्दो एजेन्सी वा आफ्नो मान्छेहरू छ भने जर्मन मजाले आउन सकिन्छ। स्किल भिसामा कसैले इम्प्लिमेन्ट कन्ट्याक्ट दिन सक्छ भने तपाईहरू जर्मन आएर मजाले पैसा कमाउन सक्नुहुन्छ। घन्टाको 12 देखि 22 रुपियाँसम्म पाउन सक्नुहुन्छ। जर्मनमा कमाइ राम्रो छ भन्न चाहे है। यदि हजुरहरू लिगल तरिकाले आउन चाहनुहुन्छ भने इम्प्लिमेन्ट कन्ट्याक्ट निकालेर आउन सक्नुहुन्छ। यदि हजुरहरू जस्ट टिआरसी लिएर मात्रै तपाईहरू जर्मन आउन खोज्दै हुनुहुन्छ भने त्यो वे पनि काम गर्न सक्नुहुन्छ। तर तपाईलाई काम दिलाइदिने मान्छे र तपाईलाई काम दिने मान्छेकोमा आपसी समझदारीमा तपाईहरूले जर्मनमा काम गर्न सक्नुहुन्छ। घन्टाको मिनिमम 12 युरो भन्दा माथि तपाईहरूले पाउन सक्नुहुन्छ है भन्न चाहे। त्यो माध्यम मार्फत पनि तपाईहरूको साथीभाइ छन्, तपाईहरूको काम लगाइदिने मान्छे कोही छन् भने अरू देशको टिआरसी लिए पनि तपाईहरूले जर्मनमा काम गर्न सक्नुहुन्छ इलिगल तरिकाले है। यदि छोपे भने पनि तपाईहरूलाई जहाँको टिआरसी त्यही नै ब्याक नै गर्छ। त्यही भएर तपाईहरूले लुकेर इलिगल तरिकाले तपाईहरूले पैसा कमाउन सक्नुहुन्छ। यदि तपाईको सम्बन्धित देशको टिआरसी लिएर तपाईले त्यो देशमा फेरि त्यो टिआरसीको भ्यालिड डेट सकिनुभन्दा 3 महिना अगाडि ब्याक भएर त्यो रिन्यू गर्न सक्नुहुन्छ भने मजाले तपाईहरू जर्मनमा आएर पैसा कमाउन मजाले सक्नुहुन्छ। तल्लो पनि महिनाको 3-4 लाख रुपियाँ कमाउन सक्नुहुन्छ भन्न चाहे। त्यसमा पनि तपाईँ स्किल जान्नु भएको छ, काम जान्नु भएको छ भने तपाईले मजाले पैसा कमाउन सक्नुहुन्छ जर्मनमा भन्न चाहे है सबैजनालाई। यदि हजुरहरू अर्को वे भनेको अहिले चाहिँ अलिकति टाइट अवस्था छ नयाँ सरकार भएको कारणले गर्दा तपाईहरूलाई अर्को वे भनेको चाहिँ त्यो रिफ्युजी क्याम्पमा गएर बसेर असाइनमेन्ट गरेर तपाईहरूले डकुमेन्ट बनाएर तपाईहरूले त्यसै गर्दा पनि तपाईले जर्मनको डकुमेन्टेसन बनाउन सक्नुहुन्छ। तर अलिकति कठिनाइ छ। तपाईहरू भने जस्तो सोचे जस्तो हुँदैन, किनकि वहाँ गएर फेरि तपाईहरू क्याम्पमा बसेर 5-6 महिना वेटिङ गरेर त्यसपछि तपाईहरूले त्यहाँ गएर क्लास पढेर अनि तपाईको एक्जाम पास गरेर अलिकति टाइम लाग्ने भएको कारणले गर्दा यदि हजुरहरूलाई ऋण छैन, घर परिवारमा पैसा पठाउनु पर्दैन भने आएर रिफ्युजीमा बसेर रिफ्युजी क्याम्पमा बसेर त्यसरी पनि डकुमेन्ट बनाउन सम्भव छ। जर्मनमा नभएको होइन, तर त्यो वे भनेको अलिकति लङ वे हो। डकुमेन्ट बन्छ बन्दैन भन्ने कुरा भगवानको भरोसा भन्न चाहे। यदि हजुरहरू जर्मन आएर डकुमेन्ट बनाएर काम गर्न सक्नुहुन्छ। जस्तै पोर्चुगल, स्पेनतिरका अरू देशका टिआरसीहरू लिएर पनि मजाले कतिपय मान्छेहरू त्यसै गरेर काम गरिरहेको छन्, पैसा कमाइरहेको छन् भन्न चाहे है। यदि हजुरहरू जर्मन आउँदै हुनुहुन्छ, स्टुडेन्ट भिसा पनि आउन सक्नुहुन्छ, बिजनेस भिसा पनि आउन सक्नुहुन्छ है, स्पोन्सर भिसा पनि आउन सक्नुहुन्छ। तर पनि त्यो सबै वे भनेको अब तपाईमा भर पर्ने, तपाईले ट्रस्टेड गरेको मान्छेमा भर पर्ने कुरा हुन्छ। त्यही भएर तपाईहरू जाने बुझेर तपाईहरू जर्मन आउन सक्नुहुन्छ। जर्मनमा कमाइ हाई इकोनोमिक भएको कारणले गर्दा कमाइ पनि राम्रो छ भन्न चाहे है। तपाईहरू त्यही हो, महिनाको 300 रुपियाँ रुम भाडा, 200-250 रुपियाँ खाना, 500-600 रुपियाँले भएपछि तपाईँलाई खाना पुग्छ। तपाईँको एभरेजमा तपाईँको कमाइ हुने भनेको 2000 देखि माथि हुन्छ
महिनाको तपाईँ 3 लाख रुपियाँ चिममा गरेर कमाउन सक्नुहुन्छ जर्मनमा। यदि तपाईँको मान्छे छ भने मजाले कमाउन सक्नुहुन्छ जर्मनमा। यदि हजुरहरू जर्मन आउने प्लानिङ गर्दै हुनुहुन्छ भने बुझेर आउनु होला, नफस्नु होला कहीँ पनि भन्न चाहे है। यही सन्देश लिएर तपाईँहरूको सामु चाहिँ म आज जर्मनको बारेमा भिडियो लिएर आएको छु भन्न चाहे है। धेरै धेरै धन्यवाद सबैजनालाई मेरो यो युट्युब च्यानल हेरेर सब्सक्राइब गरेर लाइक गरेर कमेन्ट गर्नुहोला सबैजनालाई भन्न चाहे। धन्यवाद।